प्रवचन सुन्न गइरहेकोमा चाहिँ अनि यो धर्म भन्ने चाहिँ प्रवचन चाहिँ अब जुन बुद्धले बताउनु भएको र अनि बताउनु भएको अनुसार अनि अभ्यास गर्नुपर्ने त्यो दुई किसिममा हुन्छ भन्नुभएको छ। अब बताउनु भएको कुन कसरी बताउनु भएको छ भनेदेखि त्रिपिटकमा राखेर सूत्र पिटक, विनय पिटक, अभिधर्म पिटक र अनि जुन बुद्धको चेलाहरूले बुद्ध र बोधिसत्वहरूले महापण्डितहरूले महासिद्धहरूले बताउनु भएको जुन जाति ग्रन्थहरू जुन जाति रचना गर्नुभएका जुन जाति पुस्तकहरू हुनुहुन्छ यीहरू सबै चाहिँ अनि बताउनु भएको धर्महरू हो भनेर भन्नुभएको छ। अनि दोस्रोमा चाहिँ अब जुन बताउनु भएको चाहिँ हामीले अभ्यासमा लिएर अभ्यासमा गरेका धर्महरू हुन्छन्। अब यीहरू के हुन् त भन्दाखेरि अनि त्रिशिक्षा भन्नाले चाहिँ अनि शिलाको शिक्षा, प्रज्ञाको शिक्षा, समाधिको शिक्षा अनि अरू पनि अब शरण गमनको अभ्यास गर्ने अनि बुद्धिसिद्धको अभ्यास गर्ने जुन धर्मको मार्गमा हिँड्दाखेरि जुन जति पनि अभ्यास गर्ने को जुन जति हुन्छ तीहरू सबै चाहिँ अनि हामीले चाहिँ अभ्यास गर्नुपर्नेको धर्महरू हो भन्नुभएको छ। अब यसरी भन्दाखेरि चाहिँ अब हामीले जुन ngondo पर्ने जुनहरू छ परमिताहरूको बारेमा अभ्यास गर्ने 10 अकुशल कर्महरू त्यागेर 10 कुशल कर्महरू गर्ने यीहरू सबै चाहिँ अनि हाम्रो जुन बताउनु भएको बुद्धले जुन बताउनु भएको धर्महरू चाहिँ हामीले मनमा अभ्यास गर्नुपर्नेहरू हो भन्नुभएको छ। अनि हामीहरूले चाहिँ जुन अब धर्ममा लागि परिनु भएकोहरूले चाहिँ धर्ममा चाहिँ धर्मको बारेमा सुन्ने अनि सोच्ने आदि गर्नले चाहिँ अनि कारण चाहिँ के छ भन्दाखेरि चाहिँ अनि यसमा चाहिँ धेरै कारणहरू छ भन्नुभएको छ। अब भन्ने हो भने चाहिँ मुक्तिको बिउ रोप्छ भन्नुभएको छ। हामीले चाहिँ अब त्यसलाई ध्यान धेरै गर्न सकेनौँ भने पनि अहिले हामी अब मार्गमा हिँडिरहनु भएकोहरू पहिलोचोटि हिँडिरहनु भएकोहरू चाहिँ भर्खरै मार्गमा हिँडिरहनु भएकोहरूले चाहिँ धर्मको बारेमा धेरै सुन्ने सोच्ने यति मात्र गर्नले पनि अनि मनमा चाहिँ अनि मुक्तिको बिउ रोप्छ भन्नुभएको छ। मुक्ति भन्नाले चाहिँ हामी संसार दुःखबाट मुक्ति हुने संसार दुःखबाट मुक्ति हुनेको बिउ चाहिँ रोप्छ भन्नुभएको छ। अब यो बिउ चाहिँ रोप्न सक्यौँ भने चाहिँ हामीले जुन फलको निम्ति चाहिँ बिउ रोप्ने पर्ने नै हुन्छ नि। अब जुन यो हामीले बिउ रोपिसकेपछि चाहिँ अब यो फल आउने हो। त्यसैले चाहिँ जुन हाम्रो मार्गमा सुरुमा लागि पर्नेहरूले चाहिँ धर्मको बारेमा सुन्ने मात्र भए पनि यसमा धर्मको बारेमा अलिकति भए पनि सोच्ने मात्र भए तापनि यीहरूले चाहिँ मुक्तिको अनि बिउ चाहिँ रोप्छ भन्नुभएको छ। अनि त्यस भएर चाहिँ अति आवश्यक छ धर्म घरिघरि सुन्ने धर्मको बारेमा घरिघरि सोच विचारहरू धेरै गम्भीर तरिकाले गर्नुपर्ने गम्भीर तरिकाले सुन्नुपर्ने यो सबै अति नै आवश्यक छ। किन भनेपछि चाहिँ मुक्तिको अनि बिउ रोप्ने हुने भएकोले चाहिँ अति आवश्यक छ भन्नुभएको छ। अनि यसरी धर्ममा चाहिँ अब लाग्नु भएर चाहिँ धर्म खोजिरहनु भएपछि चाहिँ धर्ममा बिस्तारै लागिरहनु भएको चाहिँ
सुरुमा लागिरहनु भएकोहरूमा चाहिँ अनि के फलहरू के मिल्छ त भन्दाखेरि चाहिँ फलहरू धेरै मिल्छ भन्नुभएछ। धेरै गुणहरू पाउने अनि दोषहरू सबै हटाएर जाने। अलिक धेरै गुण भन्नाले चाहिँ गुणहरू धेरै हुन्छन्। अब धर्म सुन्न सक्यो, धर्मको बारेमा धेरै बुझ्ने, धर्म धेरै बुझ्न सक्यौँ भने चाहिँ यो पाप कर्महरू चाहिँ जति पनि हटेर जाने। अब गुणहरू धेरै पाउने, धर्मको बारेमा हामीले बुझ्न सक्ने। अनि मानौँ न अब त्रिपिटक भने के हो, त्रिशिक्षा भने के हो, अनि यो 5 मार्गहरू के हो, 10 भूमि भनेहरू के हो, अनि 6 परमिताहरू पनि के हो भने यसरी धेरै कुराहरू चाहिँ थाहा हुने भएकोले चाहिँ अनि त्यो माथि चाहिँ अझै अभ्यास गर्न सक्यौँ भने चाहिँ अनि झन्झन धेरै गुणहरू पाउने भएकोले चाहिँ अनि यो धर्ममा खोज्ने, धर्ममा हिँड्न लाग्नु भएकोमा चाहिँ धेरै गुणहरू छ भन्नुभएछ। त्यो सँगसँगै अनि दोषहरू पनि धेरै हटाउन सक्छ भन्नुभएको छ। के दोष भन्दाखेरि चाहिँ धर्मको बारेमा नबुझ्नेको दोष। अब धर्मको बारेमा त्रिपिटक भने के हो लागेत, अब धर्मको शब्दहरू अर्थहरू धेरै हुन्छ, त्यो नबुझेको दोषहरू सबै हटेर जाने। अनि अब बिस्तारै अब धर्ममा यसरी लाग्न थाल्नु भएपछि चाहिँ अनि मनमा भएको क्लेशहरू चाहिँ हाम्रो राग, दोष, मोही, घमण्ड, ईर्ष्याहरू, यी सोच विचारहरू सबै चाहिँ हटाएर जाने हुने भएकोले चाहिँ अनि धेरै दोषहरू हटाउन सक्छ भन्नुभएको छ। अनि हामीले चाहिँ यो धर्मलाई चाहिँ कुन भावनाले हेर्नुपर्छ, कसरी सोच्नुपर्छ भन्नुभएको छ। यसमा चाहिँ 4वटा भावनाले हेर्नुपर्छ भन्नुभएको छ। प्रथममा चाहिँ यो धर्म भन्ने चिज चाहिँ एकदम दुर्लभ, धर्म चाहिँ पाउन एकदमै कठिन, धर्मसँग भेट्न एकदमै गाह्रो, यसरी भावना गर्नुपर्छ भन्नुभएको छ। धर्म भनेको चाहिँ अनि पूर्व जन्ममा चाहिँ आफैले केही धर्म कर्महरू, राम्रो कार्यहरू गर्न सकेको भयो भने चाहिँ अनि यो जुनीमा चाहिँ अनि धर्मसँग भेट्ने हो। अरू भएपछि चाहिँ धर्ममा भेट्ने धेरै गाह्रो भएकोले चाहिँ धर्मलाई चाहिँ कुन भावनामा हेर्नुपर्छ भन्दाखेरि चाहिँ एकदम दुर्लभ, धर्मसँग भेट्ने चाहिँ एकदम कठिनको रूपमा हेर्नुपर्छ भन्नुभएछ। कि धर्मसँग भेट्न सक्यौँ भने चाहिँ अनि यसले ठुलो अर्थ निम्त्याउने भएकोले चाहिँ यो धर्मलाई चाहिँ रत्नको भावना गर्नुपर्छ भने हामी रत्न चिज जुन सुन चाँदी हिरा मोती चाहिँ हामीले रत्न चिज हो भनेर चाहिँ एकदमै ठुलो माने चाहिँ अनि यो धर्मलाई चाहिँ पनि रत्नको चिजमा हेर्नुपर्छ भनेर। रत्न चिज चाहिँ हामीसँग भयौँ भने चाहिँ रत्नले चाहिँ हामी आफैले जे चाहिन्छ, हामीले जे इच्छा छ त्यही चाहिँ रत्न चिजबाट हुने भएकोले चाहिँ यो धर्म भन्ने चिज भने हामीमा अब दुःख नचाहिने, सुख चाहिने त्यो सबै धर्मबाट हुने भएकोले चाहिँ धर्मलाई रत्नको भावना पनि गर्नुपर्छ भन्नुभएछ। यो सँगसँगै फेरि अर्को उदाहरण पनि यो रत्न नै हो। रत्नको उदाहरणमा राख्नुपर्ने, रत्न जस्तै गरेर हेर्नुपर्ने कारण एउटा के हो भने चाहिँ रत्न भन्ने चिज चाहिँ हामी यो लोकमा चाहिँ पाउने एकदम मुस्किल गर्छौँ। त्यसै गरी अब यो धर्म पनि हामीले पाउने एकदमै अब कठिन, आफ्नो भाग्यले धर्मसँग जुटाए मात्र हो। अनि जता पाए त्यहीँ चाहिँ अब धर्म चाहिँ नपाउने भएकोले गर्दाखेरि चाहिँ अनि यो धर्म पनि रत्न चिज जस्तै गरेर चाहिँ भावना गर्नुपर्छ भन्नुभएको छ। अनि दोस्रोमा चाहिँ यो धर्मलाई चाहिँ औषधिको रूप जस्तै गरेर भावना गर्नुपर्छ भन्नुभएको छ। अब औषधि चाहिँ हामी बिरामी भएपछि चाहिँ हामी औषधि लिन्छौँ। औषधिले चाहिँ हाम्रो दुःख बिमारीहरू चाहिँ निको पर्ने भए जस्तै अनि यो धर्मले पनि हामीमा भएको क्लेश, जुन हामीमा जुन रोग छौँ, क्लेशको रोगहरू जुन
दोष राग मोह ईर्ष्या घमण्डहरू जुन हामीमा जुन बिरामी छौँ त्यो बिरामी चाहिँ सामान्य हाम्रो औषधिले निगो हुने नभएकोले अब यसको निम्ति चाहिँ कुन औषधि लिनुपर्छ भन्दाखेरि चाहिँ धर्मको औषधि अब धर्म सुन्ने धर्ममा सोच विचार धेरै गर्ने धर्ममा अनि अभ्यास धेरै गर्न सक्यौँ भने ध्यानहरू धेरै गर्न सक्यौँ भने चाहिँ अनि हाम्रो मनको रोग जुन क्लेशहरू चाहिँ है सबै निगो हुने भएकोले चाहिँ यो धर्मलाई चाहिँ औषधिको भावनामा हेर्नुपर्ने छ भन्नुभएको छ। अनि तेस्रोमा चाहिँ यो धर्मलाई चाहिँ फेरि धन सम्पत्तिको रूपमा हेर्नुपर्ने छ भन्नुभएको छ। अब धन सम्पत्ति भन्नाले चाहिँ अब हामी यो लोकमा चाहिँ संसारमा धन सम्पत्ति भन्दाखेरि चाहिँ एकदमै ठुलो मान्छौँ नि। धन सम्पत्ति भएपछि चाहिँ एकदमै ठुलो धेरै ठुलो मान्छौँ नि। त्यो जस्तै गरेर अब यो धर्मलाई पनि धन सम्पत्तिको जस्तै गरेर रूपमा हेर्नुपर्ने छ भन्नुभएछ। अब यो लोकको धन सम्पत्ति चाहिँ थोरै मात्र अब यो लोकको धन सम्पत्तिले पनि हामी ठुलो मान्छौँ नि है। लोक भन्ने हो भने त अब धर्मको तुलनामा हेर्ने हो भने चाहिँ यो लोकको यो संसारी धन सम्पत्ति चाहिँ एकदमै थोरै जस्तो है। अब यो सकेर जाने यो कमाउन पनि एकदमै गाह्रो अनि कमाउँदाखेरि पनि गाह्रो कमाइसकेर पनि गाह्रो अनि जुन बेला पनि गाह्रो दुःख मात्र दिने एउटा भएकोले चाहिँ अनि यो यसको तुलनामा चाहिँ अनि यो धर्मको धन सम्पत्ति चाहिँ एकदमै अब फराकिलो ठुलो हो भन्नुभएको छ। अब धर्मको धन सम्पत्ति चाहिँ अब के छ भन्दाखेरि चाहिँ अब जुन पनि अब धर्मको ज्ञान गुणका कुराहरू छ। अब यो ज्ञान अब गुणका कुराहरू चाहिँ जुन अब धर्म अभ्यास भएपछि चाहिँ सम्पन्न हुने भएकोले चाहिँ अनि यो धर्मको ज्ञान गुणका कुराहरू चाहिँ अनि कहिले पनि समाप्त नहुने। अब हामी यो लोकमा भएको धन सम्पत्तिहरू चाहिँ अब सकेर जाने अब निश्चित छैन अनि कुन बेला के हुन्छ भन्न सक्दैन नि। अब हामीले धर्मको धन सम्पत्ति चाहिँ कमाउन सक्यौँ भने चाहिँ अनि कहिले पनि समाप्त नहुने हैन। अब हामीले मानौँ न एउटा अब 10 कुशल कर्म एउटा गर्न सक्यौँ भने अब यो जुन धर्म चाहिँ हामीमा रहिरहने हो भने अब यो कहिले पनि अब समाप्त हुने त्यो छैन। त्यो जस्तै गरेर यो जुन अब धर्मको अभ्यासहरू धर्महरू छ यो चाहिँ समाप्त नहुने हैन। अनि आफैलाई अधिकार हुने। अब यो हामीले यो लोकको धन सम्पत्ति चाहिँ पुरा हामीसँग अधिकार छ भनेर हामी भन्न सक्दैनौँ नि। अब कुन बेला के हुन्छ कुन बेला कसले अधिकार गर्छ भनेर भन्न सक्दैन। अब हामीले धर्मको धन सम्पत्ति चाहिँ कमाउन सक्यौँ भने चाहिँ यो चाहिँ हामी आफैले चाहिँ अधिकार हैन। यो कल्पौँसम्म हामी आफैले चाहिँ अधिकार हुने भइरहेको हुनाले चाहिँ हामी आफैले पाउने हुने भएकोले चाहिँ अनि यो धर्मले चाहिँ ठुलोभन्दा ठुलो धन सम्पत्तिको अनि भावना गर्नुपर्ने छ भन्नुभएको छ। अनि यो चौथौमा चाहिँ यो धर्मलाई चाहिँ मुक्तिको भावना गर्नुपर्ने छ भन्नुभएको छ। मुक्ति अब हामी केबाट मुक्ति हुनुपर्ने त? अब जन्म लिनुपर्ने, उमेर ढल्किँदै जानुपर्ने, दुःख बिमारहरू धेरै हुनुपर्ने यी लागे त। अब अस्ति नै हामी त्यो विषय भएको जस्तै 6 लोकको दुःख, 3वटा दुःखहरू, यी प्रकारका धेरै दुःखहरू हामीसँग छन्। यी दुःखहरू सबैबाट चाहिँ मुक्ति दिलाउने चाहिँ मुक्ति दिने चाहिँ अनि धर्म नै हो भनेर चाहिँ हामीले यसरी भावना गर्नुपर्ने छ भन्नुभएको छ। अनि यो धर्म चाहिँ हामीले अभ्यास गर्न सक्यौँ भने चाहिँ अनि जुन पनि अब जन्म लिनुपर्ने, उमेर ढल्किँदै जाने यस दुःखहरूबाट चाहिँ यी लागेत सम्पूर्ण दुःखहरूबाट चाहिँ सधैँको लागि समाप्त गर्न सक्ने यो दुःखहरूको अनि विपक्ष यो दुःखहरूसँग चाहिँ लड्ने चाहिँ अनि यो धर्म भएकोले गर्दाखेरि चाहिँ
अनि यो धर्म भन्ने चिज चाहिँ अनि सधैँको लागि चाहिँ सुख यो धर्मको सुख जुन दुःखबाट मुक्ति भएको छ त्यो चाहिँ सधैँको लागि कहिले पनि समाप्त नहुने अनि शान्ति अनि शीतल अनि आनन्द सुख अनि अनागन्ती भएको हुनाले चाहिँ यो मुक्ति यो दुःखबाट मुक्ति को भावना गर्नु पर्नेछ भनेर भन्नुभएको छ। अब भन्दाखेरि चाहिँ हामीले धर्मलाई चाहिँ कुन भावनाले हेर्ने हो भन्दाखेरि चाहिँ एक नम्बरमा प्रथममा चाहिँ दुर्लभ छ। धर्म भन्ने चिज चाहिँ भेट्ने धेरै कठिन छ, दुर्लभ छ, यो रत्न चिज जस्तै हो, यसरी भावना गर्नुपर्ने रहेछ। अनि दोस्रोमा चाहिँ अनि यो औषधिको रूपमा है हामी मनमा भएको जुन क्लेशले गर्दाखेरि हामी बिरामी छौँ ती को उपचार त्यसको अनि निको पार्नेको औषधिको रूपमा चाहिँ हेर्नुपर्ने छ भन्नुभएको छ। तेस्रोमा चाहिँ अनि यो ठुलोभन्दा ठुलो धन सम्पत्तिको रूपमा है, अब यो लोकको धन सम्पत्ति होइन कि, अनि यो धर्मलाई चाहिँ ठुलोभन्दा यो लोकको धन सम्पत्ति त्यो के पनि होइन, यो भन्दा पनि अब ठुलो, यो भन्दा नै ठुलो समाप्त नहुने आफूसँग अधिकार भएको है, पुरा सम्पन्न भएको है, यो लोकको धन सम्पत्ति हामी पुरा सम्पन्न भएको भन्दैनन् है। अनि धर्मको यो धन सम्पत्ति चाहिँ पूर्ण सम्पन्न भएको यस्तो भावनामा हेर्नुपर्ने छ भन्नुभएको छ। अनि चौथोमा चाहिँ अनि यो मुक्तिको भावनामा हेर्नुपर्ने छ भन्नुभएको छ। अनि धर्म चाहिँ हामीले खोज्यो भने, धर्ममा लाग्यौँ भने हामीले चाहिँ त्याग्नु पर्नेहरू चाहिँ के त्याग्न सक्छौँ भनेर यसरी एउटा प्रश्न गर्यो भने त्याग्न सक्छौँ भन्नुभएछ। के त्याग्न सक्छौँ भन्दाखेरि चाहिँ हामीले जाउँ, अस्ति नै हामीले एउटा अस्तिको हप्तामा हाम्रो यो विषय गएको थियौँ, प्रतिदेय समुत्पात भन्ने चाहिँ तेन्डेल भन्छौँ नि, 12वटा प्रतिदेय समुत्पात भन्ने चाहिँ तेन्डेल। अब यो तेन्डेल भन्नाले चाहिँ तेन्डेल भन्नाले वारी भएकोले गर्दाखेरि पारी, दायाँ भएकोले गर्दाखेरि चाहिँ बायाँ, ऊ भएकोले गर्दाखेरि चाहिँ म भनेर हामी होइन, यता भएकोले चाहिँ उता, यसरी हामी जुन राख्छौँ नि। अनि जुन पनि अब हामी जुन एउटा फल फल्नु पर्यो भने चाहिँ पहिलो हामीले त्यो बिउ हुनु पर्यो, अनि माटो हुनु पर्यो, अनि मल हुनु पर्यो, घाम लाग्नु पर्यो, सबै चिजहरू चाहिँ भए मात्र अनि जुन त्यो फल फल्ने हो नि। त्यो जस्तै गरेर यो एउटा बोतल भए पनि अब यसको यो कागज पनि चाहियो, यो प्लास्टिक यो बोतल पनि चाहियो, अनि यो फेरि कम्पनीभित्रमा चाहिँ त्यो मेसिनले यो सबै बनाउनु पनि पर्यो, अनि पछि मात्र यो बोतल भन्ने चाहिँ हुने हो नि। हो प्रतिदेय समुत्पाद भन्ने चाहिँ अर्थ चाहिँ के भन्यो भने हो, यसरी सबै कुरा चाहिँ जुटेर मात्र हुने। अब वारी चाहिँ छँदै छैन भनेपछि चाहिँ पारी चाहिँ कसरी बन्ने त? दायाँ चाहिँ छँदै छैन भने, यो लोकमा दायाँ भन्ने चिज, दायाँ भन्ने तर्फ चाहिँ छँदै छैन भने चाहिँ बायाँ भन्ने चाहिँ कसरी बन्ने त? यो बोतल बनाउने कम्पनी चाहिँ छँदै छैन भनेपछि चाहिँ यो बोतल चाहिँ कसरी हुने त? सबै चिज जुटेर अनि त्यो हुने जुन एउटा प्रक्रिया छ त्यसलाई चाहिँ प्रतिदेय समुत्पात भन्ने तेन्डेल भनिन्छ। अब तेन्डेल यो सबै तेन्डेल हो। अब भनौँ न यो म्याक पनि यो पनि अब तेन्डेल हो है। अब इदाको तर्फ नभए भने यो मात्र भए पनि माइक भन्दैनन् है। अनि फेरि यो मात्र भएपछि फेरि यो माथिल्लो चाहिँ नभए भने फेरि माइक भन्दैन, फेरि यो तार पनि चाहियो, सम्पूर्ण मिलेपछि मात्र माइक भन्छ। त्यो जस्तै गरेर यो कबर्ड, यो टेबल
जुन पनि है यो सबै जुटेर मिलिरहेकोलाई चाहिँ अनि टेन्डेल भनेर भनिन्छ। यो प्रतिदेश समुत्पाद भन्यो। अब यो अहिले हामी जुन अब क्लास भइरहेको छौँ, अब यो लाखङ चाहिँ चाहियो, अनि त्यहाँभित्र हामीहरू सबै हुनु पर्यो, अनि एकजनाले भन्ने अरूले चाहिँ सुन्ने यस्तो एउटा पनि हुनु पर्यो। त्यो सबै गरेर हामी क्लास गरेको हौँ भन्छौँ नि। अब एकजना मात्र बसिरहने, यहाँ अरूको पनि छैन भनेपछि यो क्लास भनेर कसरी भन्ने त हैन। हो यसरी यो टेन्डेल भनेको चाहिँ सबै जुटेर रहिरहेकोलाई चाहिँ टेन्डेल भनिन्छ, टेन्डेल भनिन्छ। अब यो टेन्डेल चाहिँ अब यो जुन पनि अहिले हामीले अब जुन पनि पहाड खोला नाला अनि गाई बस्तु चराचुरुङ्गी जुन पनि वस्तु सामानहरू सर्जीव निर्जीव भन्ने जुन पनि अब वस्तुहरू देखिरहेको छौँ, सबै चाहिँ अब के छ भन्दाखेरि चाहिँ प्रतिदेश समुत्पाद हो भन्नुभयो। सबै चाहिँ एउटा न एउटा अब जुटेर। अब पहाड भन्ने के हो? पहाड भन्दाखेरि चाहिँ अब ठुलो पहाड हिमसरम खाला, अब त्यसमा हिउँ परेको हैन। हिउँ छैन भने फेरि हिमाल भन्दैन होला, हिउँ पनि चाहियो त्यसमा हैन। अब जुन एउटा जङ्गल भन्दाखेरि त्यहाँ रुख बिरुवाहरू धेरै हुनु पर्यो, रुख बिरुवा धेरै छैन भने फेरि जङ्गल बन्दैन। अनि खोला नाला भन्छ, खोला फेरि पानी चाहियो, फेरि खोला हिँड्ने त्यो बाटो चाहियो हैन। त्यो सबैले चाहिँ अब खोला नाला गाई वस्तु भन्छन्। अब गाई भन्ने पनि कुन हो? अब सिङ भएको, चार खुट्टा भएको, चार हात खुट्टा भएको, अनि जुन एउटा यहाँ गाईको यहाँ एउटा मासु छ नि, यसमा चाहिँ के भन्छ नेपाली भाषामा है? यो भोट भाषामा चाहिँ सल भन्छ। अनि माथिमा यहाँ अलि एउटा डल्लो परेको हुन्छ नि, त्यसलाई नोक भन्छ, तर नेपाली भाषामा के भन्छ भने हजुर जुरो हो। यो सबै मिलेर चाहिँ गाई भन्ने हो हैन। अब यो कुनै एउटा छैन, यिनीहरू छैन भने फेरि गाई भन्दैन हामी हैन। त्यो मिलेको भएर गाई, त्यो जस्तै गरेर अब गाई वस्तुहरू चराचुरुङ्गी जसले पनि एउटा सबै एउटा मिलेर एउटा सबै भरिपूर्ण मिलेर रहेकोलाई चाहिँ अनि हामी त्यसलाई चाहिँ नाम त्यसरी राख्ने यसरी गर्छौँ। हो त्यो जुन पनि चिजहरू सबै प्रतिदेश समुत्पाद हो भन्नुभयो, सबै चाहिँ टेन्डेल हो भन्नुभएछ। अब टेन्डेल धेरै छ, अब सबै टेन्डेल हो रहेछ नि है। अब जुन बाहिरी हामीले सांसारिक देखिरहेको छ, जुन भित्री हामी प्राणीहरू छौँ, यो सबै चाहिँ के छ भने टेन्डेल मात्र छ। एकअर्कालाई एउटा एकअर्का सबै नजुटेर अनि एउटा मात्रै हो भनेर देखाउन सक्ने नै छैन। अब हामी एउटा यो हात एउटा मात्र मान्छे भने यो हात एउटा मात्र हो भनेर हेर्ने पनि भन्न सक्दैनन् है। हातहरू टाउकोहरू जिउको माथिल्लो तल्लो सबै मिलेर अनि मान्छे भन्छन्। यो मनुष्य पनि अब जुन पनि अब सबै टेन्डेल हो भन्नुभएछ है। अब यो टेन्डेलमा चाहिँ यो टेन्डेलको रूपको विधिमा चाहिँ अनि हामीले चाहिँ यो टेन्डेललाई चाहिँ छ भनेर चाहिँ छ भनेर यो छ पोदल छ, माइक छ, खोला नाला छ, गाई वस्तु छ, चराचुरुङ्गी छ भनेर, छैन भनेको छैन, छ भनेर, छ भनेर अब धेरै सोच्ने अस्तित्वको चरम जुन छ भनेर छ भन्ने चाहिँ छ भनेपछि चाहिँ अब को छ, ऊ छ, यो छ, के छ, ऊ छ, त्यो छ भने अब त्यो मलाई पाउनु पर्यो भनेर फेरि बोतल मलाई पाउनु पर्यो, मेरो हातबाट फेरि खोसेर लिएर गयो भनेर चाहिँ अब धेरै किसिमको कुराहरू आउँछ। त्यो कसरी आयो भने छ यो छ भनेर अस्तित्व चरम छ भनेर जुन है धेरै सोचेर एकदमै यसलाई पक्रेर यो पक्रिन्छ नि हामी। यो माइक हो भनेर पक्रिने, यो पानीको बोतल हो भनेर पक्रिने, यो खोला नाला हो भनेर पक्रिने, समाउने उसलाई हो कि मानले समातिसक्यो कोरा यो चाहिँ खोला हो है भनेर। खोला अझै के कुनै बेला के भन्छ ठुलो खोला छ नजानु है, खोलाले भगाउँछ पनि भन्छौँ नि हामी है। पक्रियो नि हो यो चाहिँ छ भन्ने चाहिँ। अनि फेरि एउटा चाहिँ अर्को चाहिँ फेरि छैन भने कहाँ छ र?
खोला भने त हामी अगाडि प्रतीत्य समुद्रवाद हो भने जस्तै खोला भने त कहाँ छ र त्यो एउटा बाटो थोपा थोपा पानी मिलेर खोला भनिदिएको त हो नि मान्छे भने मान्छे कहाँ छ र मान्छे त्यहाँ हात दुईटा खुट्टाहरू जिउको माथिल्लो तल्लोलाई मान्छे भनेको मात्र हो मान्छे त कहाँ छ भनेर मान्छे छैन 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 भनेर फेरि छैन छैन भने हो यसरी चाहिँ छ भन्ने छैन छैन भन्ने दुई जुन मनले पक्राउँछ नि हो यो अब धर्मलाई चाहिँ के हटाउन सक्छ भन्दाखेरि चाहिँ धर्ममा चाहिँ हामीले लागु पर्यो भने चाहिँ छ भन्ने र छैन छैन भन्ने चाहिँ अनि हामीले चाहिँ त्याग्न सक्छौँ भन्नुभएछ अब यसको लागि चाहिँ छ कसरी छ छैन छैन कसरी छ भनेर अब बिस्तारै धर्ममा धेरै सुन्ने धर्मको बारेमा धेरै सोच विचार गर्ने धर्ममा धेरै अभ्यास गर्न सक्नुभयो भने चाहिँ छ भने कसरी छ छैन छैन भने कसरी छ भन्ने हो कि छैन भन्ने हो भन्ने चाहिँ अनि त्यो गुणहरू चाहिँ हाम्रो मनमा बिस्तारै उत्पन्न हुँदै जान्छ अनि त्यस भएर चाहिँ धर्म सुनेको पनि धेरै गुणहरू छ भन्नुभएको चाहिँ अर्थ चाहिँ त्यसरी हो अनि त्यस भएर चाहिँ धर्म धेरै सुन्नुपर्ने हुन्छ धर्म धेरै खोज तलास गर्नुपर्ने हुन्छ अनि फेरि हामीले चाहिँ आरोप लगाइरहेको छौँ है कसरी आरोप लगाएको छ बोतल हो भनेर आरोप लगाइरहेको छ खास गरी यो बिर्को तल्लो यो कागजहरू सबै मिलेर बोतल भनेको मात्र हो खास गरी चाहिँ अनि हामीले चाहिँ आरोप लगाएर उसलाई नभएर पनि अझै छ भनेर बोतल छ है भनेर है आरोप लगाइरहेको छौँ खास गरी भन्ने हो भने आफ्नो यो स्वरूप चाहिँ स्वरूप नभएको एकदमै मूल्य ठुलो भएकोले पनि हामीले अमूल्य बनाइदियौँ मूल्याङ्कन दिन नसकेको यसलाई चाहिँ मूल्याङ्कन नदिन सकेको एउटा आरोप लगाइदिने अर्को चाहिँ फेरि मूल्याङ्कन दिन नसक्ने मूल्याङ्कन किन दिन नसकेको भने यो चाहिँ आफ्नै स्वरूप नभएकोलाई चाहिँ अनि हाम्रो स्वरूप छ भनेर चाहिँ मूल्याङ्कन दिन नसकेको यो धर्मलाई खोज्न सक्यो भने छ भन्ने छैन 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 भन्नेहरू र आरोप लाउने र मूल्याङ्कन दिन नसक्ने यी त्याग्नुपर्ने चिजहरू सबै चाहिँ धर्मलाई खोज तलास गर्न सक्यो भने चाहिँ योहरू सबै त्याग्न सक्छ भन्नुभएछ भनेको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ अहिले यो प्रतीत्य समुत्पादन छ टेन्डेल भन्ने छ यो चाहिँ अस्तिको हामी यो हप्तामा पनि गएको थियौँ यो विषयमा यो चाहिँ बुद्ध आफैले यो हामी जुनै घरमा चाहिँ यो त हाम्रो महत्त्वपूर्ण चिज हो है भनेर चाहिँ कोठाको भित्री तालचा लाएर एकदमै थुनेर राख्छौँ नि होइन एकदमै महत्त्वपूर्ण चिज हो भनेर एकदमै ठुलो मानेर हो त्यो जस्तै गरेर यो टेन्डेलको यो भाषा चाहिँ टेन्डेल भन्ने यो जुन विषय छ यो छैन 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 भन्ने कि आरोप लगाउने कि मूल्याङ्कन दिन नसक्ने यो विषय चाहिँ बुद्धको धर्मभित्र पनि बुद्ध आफैले कसरी जातन गर्नुभएछ भन्दाखेरि चाहिँ यो जुन हामी यो लोकमा चाहिँ एकदमै एउटा विशेष यो सामानले चाहिँ हामीले जसरी भित्री कोठाको भित्री तालचा धेरै साँचोहरू धेरै लगाएर है राख्छौँ नि त्यो जातन गरेर हो यसरी जातन गरेर राख्नुभएको धर्म हो भन्नुभएछ भनेको अर्थ चाहिँ के हो भन्दाखेरि यो एकदमै ठुलो एकदमै प्रसाद भएको है एकदमै ठुलो चिज एकदमै गम्भीर विषय हो भनेर बुझ्नुपर्ने हुन्छ भन्नुभएको छ अनि यो धर्म चाहिँ खोज्न सक्यौँ भने चाहिँ अनि अरू पनि फाइदाहरू के हुन्छ भन्दाखेरि चाहिँ धर्मको विषय चाहिँ अति गहिरो भन्दाखेरि चाहिँ अब शून्यताको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ अति नै गहिरो छ अब यो शून्यता भने गहिरो भने अस्तिको हप्तामा हामी उदाहरण एउटा राखेको थियौँ गहिरो छ भन्दाखेरि चाहिँ कस्तो यो जुनै एउटा भाँडाभित्रमा चाहिँ हामीले यसरी हात राख्यो भने त्यो गहिरो छैन नि भाँडाभित्रमा चाहिँ हामीले सजिलै गरेर हात यो औँलाले छुन सक्छौँ नि अब समुद्रभित्रमा हामीले एउटा हात राख्न थाल्यौँ भने छुनै सक्दैन त्यो किनभने चाहिँ एकदमै गहिरो होइन त्यो जस्तै अनि यो शून्यता भनेको चाहिँ एकदमै गहिरो हो भन्नुभएछ किन गहिरो हो भन्दाखेरि चाहिँ शून्यता अब यो सामान्य कुरा जस्तो नभएर अब सामान्य अब यो बोतल हो भन्दा हामी सबैले यसलाई देख्न सक्छौँ
हामी यसको नाम पनि हामी बोल्न सक्छौँ, यसलाई हामीले हाम्रो मनमा पनि जुन यसको रूप चाहिँ हाम्रो मनमा आउन पनि सक्छ नि। अब यो बुद्ध धर्मभित्र बताउनु भएको विशेष एकदमै विशेष एउटा शून्यता भन्ने चाहिँ यसको विषय चाहिँ हाम्रो मनमा चाहिँ हातपातमा हैन एकदमै सजिलो तरिकाले चाहिँ यसलाई चाहिँ हामीले त्यो लिन नसक्ने भएकोले गर्दाखेरि चाहिँ यो एकदमै गहिरो हो भन्नुभएको छ। उदाहरण लाग्यो हो भनेपछि चाहिँ हाम्रो यो समुद्रभित्रमा चाहिँ हामीले हात हाल्न यो औँलाले छुन प्रयास गऱ्यो भने हामी छुन नसक्ने चाहिँ त्यो जस्तै गरेर हाम्रो यो सामान्य यो मनले चाहिँ अनि यो शून्यतालाई चाहिँ बुझ्ने थाहा पाउने अलिकति गाह्रो भएकोले गर्दाखेरि चाहिँ यो शून्यता भन्ने चाहिँ एकदमै गहिरो हो भन्नुभएको छ। एउटा चाहिँ शून्यता यो गहिरोको विषय भयो। अनि अर्को चाहिँ यो फराकिलो एकदमै फराकिलो फेरि बुद्ध धर्ममा चाहिँ एकदमै फराकिलो छ भन्नुभएको छ। के फराकिलो छ भन्दाखेरि चाहिँ अब 5 मार्ग अनि यो 4वटा आर्य सत्य 10 भूमि 6वटा पारमिता लगायत अब एकदमै धेरै धेरै है नामहरू पनि धेरै भएको अनि विषय पनि एकदमै फरक फरकको विषय हैन। अब हामी एउटा यो के अरे 10 अकुशल र अनि 10 कुशल भन्ने पनि हामी दुईटा विषयमा राख्न सक्छौँ नि हैन। अब यो 10 अकुशल के हो त भन्दाखेरि चाहिँ अनि फेरि त्यो भित्र पनि हामी भित्र छिरेर फेरि हामी 10 अकुशलमा चाहिँ अब शरीरबाट चाहिँ 3टा छ अनि यो मुख यो वकाबाट चाहिँ 4वटा छ अनि यो मनबाट चाहिँ 3वटा अकुशल छ। यी सबै गरेर 10 अकुशल हो भने अनि त्यसभित्र पनि फेरि शरीरबाट हुने 3 अकुशल मध्येमा चाहिँ अनि काटमार गर्ने एउटा प्रथममा चाहिँ त्यो राख्छौँ। अब काटमार भने के हो भन्दाखेरि फेरि काटमारको बारेमा पनि फेरि धेरै अब बताउनेले पनि धेरै बताउने सुन्नेले पनि धेरै सुन्ने। अब काटमारमा पनि के कस्तो छ भन्दाखेरि काटमारमा पनि अब जीव जन्तुहरू काटमार अनि मान्छेहरूको त्यो के अरे काटमार भन्ने जस्तो हैन। अब किरा फट्याङ्ग्राको काटमार भन्ने जस्तो अब त्यो काटमारमा पनि अब मनमा लोभ भएर काटमार गर्ने हो कि त्यो रिसले फेरि काटमार गरेको हो कि फेरि त्यो घमण्ड र ईर्ष्या भएर काटमार भएको भनेर अब त्यो धेरै किसिमको अब बताउने छ नि हो। यस भएर चाहिँ एकदमै फराकिलो अब यो 10 अकुशलभित्र पनि अब एउटा यो काटमारको बारेमा यो भने पनि एउटा विषय धेरै ठुलो छ नि हो। त्यो जस्तै गरेर अब यो बुद्ध धर्ममा पनि अब फराकिलो भन्दाखेरि अब धेरै फराकिलो छ भन्नुभएको छ हैन। अब हामी धर्म खोज्न हिँड्दाखेरि चाहिँ यो एकदमै गहिरो विषय यो शून्यता र अनि एकदमै फराकिलो भन्दाखेरि चाहिँ फराकिलो भने के 10 अकुशल कर्म भन्ने 10 कुशल कर्म भन्ने जस्तो अनि यो 4 आर्य सत्य भन्नेहरू जस्तो अनि 6 पारमिता भन्नेहरू जस्तो यी चिज यी धर्महरूको निमित्त हामीले अब खोज्न लागि हिँड्यौँ भन्ने चाहिँ अनि यसमा चाहिँ हामीले अब धर्मको लागि भनेर हामीले अब धर्मको लागि भने हामी धन सम्पत्ति पनि पठाउँछौँ। हाम्रो समय हामीसँग समयको अभाव समय एकदमै महत्त्वपूर्ण छ। त्यो भए पनि हामी समय पनि हामी पठाउँछौँ। धर्मको लागि हो भनेर हामी नियम पालन पनि गर्छ। ठिक टाइममा क्लासमा आउने ठिक टाइममा फेरि पढ्ने यो जुन पढ्नुपर्ने छ त्योहरू सबै हामी हेरिरहेको छौँ। धर्मको लागि भनेर जुन कठिन छ अब पानी पऱ्यो भने पनि गर्मी भए पनि अब जुन सबै सहायता हामी आइरहेको छौँ। धर्ममा चाहिँ हामी अब यो गहिरो विषय यो शून्यता र अनि फराकिलो यो फराकिलोमा चाहिँ अब यो 4 आर्य सत्य लगायत फराकिलो यो धर्महरूको निमित्त हामी यो सिक्नको लागि यो हामी जान्न बुझ्नको लागि यो मैले कसरी यो थाहा पाउँछ होला यो धर्म चाहिँ मैले कसरी जानौँ म कसरी सुनौँ म कसरी जानौँ हैन यो अभ्यास कसरी गर्न सक्छ होला भनेर त्यही सोचभित्र लिएर यहाँ चाहिँ मनमा धेरै खुसी भएर हामी यो धर्ममा धेरै खुसी भएर आउनुभएको अनि मन चाहिँ
यसमै धर्ममै सोच विचार एकैचोटिमा राख्ने, यो धर्मको लागि मात्र भनेर सोच विचार राख्ने, अनि क्लासभित्रमा अब कक्षा कोठाभित्र जानु भएर पनि अब धर्मको बारेमा चाहिँ धेरै अब सुन्ने बुझ्ने, अब सामान्य भन्ने चाहिँ काखा घाङादेखि लिएर झोर्लो चक्तीदेखि लिएर अनि अहिले हामी तापो थर्किन गाइरहेको छौँ, अनि अहिले हामी छुवाछालिनहरू पनि गाइरहेको छ है। यसरी अब यसरी जुन अब हामी जानिरहेको छ नि हो, यसरी सबै मिलेर यो उपायहरू सबै गरेर गाइरहनु भएको चाहिँ अनि ठुलो पुण्य हुन्छ भन्नुपर्छ, यी गुणहरू छ भन्नुपर्छ। अब हामी धर्म खोज तलासमा गएपछि चाहिँ के गुण के छ भन्दाखेरि चाहिँ यसरी अब धेरै थाहा पाउने भनौँ न है धर्मको बारेमा। यसरी अब त्यो सँगसँगै अब ठुलो पुण्य छ भन्नुभएछ। अब पुण्य त मिलिहाल्छ नि, अब किन मिल्दैन है। शरण गमन लिएर बोधिचित्तको आवेश लिनु भएर धर्म सुन्ने, धर्ममा सिक्ने गर्नु भएपछि त पुण्य भइहाल्छ। अनि यो धर्मको एक शब्द एक अर्थ पनि आफ्नो मनमा राख्न सक्नु भएपछि पनि अनि यो धर्म अघिल्लो यो शब्दमा आएको जस्तै गरेर मनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मुक्तिको बिउ रोप्छ भन्नुभएछ नि होइन। अब हामीले यो धर्म सुन्दाखेरि ओहो धर्म भन्ने ठुलो चिज हो रहेछ है भन्ने बित्तिकै अब यो मनलाई चाहिँ एकचोटि यस्तो बिम्जायो नि होइन, निदर लाग्यो धर्म भन्ने चिज के हो भनेर धर्मले धेरै चासो नगर्ने मान्छेले पनि अब धर्मको बारेमा यसरी सुन्दाखेरि चाहिँ एकचोटि अब यसरी बिम्जेर आउँछ नि, ओहो धर्म भन्ने चिज त ठुलो हो रहेछ है भनेर एउटा बिम्जिन्छ नि। यसले पनि मनमा एउटा बिउ राखिसकेको हो भन्नुभएछ। यसरी बिउ राखेकोहरू धर्मको बारेमा धेरै मनमा सोच्न सक्ने, राख्न सक्ने यो सबै पुण्य ठुलो पुण्य हो भनेर भन्नुभएको छ। अनि यो धर्ममा अब जानु हुँदाखेरि चाहिँ अल्छी नगरिकन, अनि अब अल्छी भने के हो होइन, अब आज कक्षामा नजाउँ, आज यो धर्म सुन्न नजाउँ, आज उतातिर अब आज चाहिँ अब उतातिर अब घुमघाम गर्न जाउँ, अब चिया कफीहरू खाने, अब आजतिर उतैतिर घुम्न जाउँ भनेपछि अब यो अल्छी गरेको होइन। अनि फेरि कमजोर भन्छ मैले त धन्यवाद, अब मैले त धर्म कहाँ बुझ्छ र, धर्म बन्नेको चिज त यति ठुलो हो नि, मैले त कहाँ बुझ्छ, हामी जस्तो मान्छेले त धर्म बुझ्दैन होला भनेर यस्तो कमजोर मन गर्ने हो। यसरी अल्छी गर्ने कमजोर मन हो, यस्तो पनि गर्नु हुँदैन भन्नुपर्छ। फेरि भ्रम, धर्म बन्नेको चाहिँ अब सुन्दाखेरि राम्ररी सुन्ने, अनि यो कसरी हो रहेछ के हो भनेर एकदमै राम्रो अब होसियार गरेर सुन्नुपर्ने हुन्छ भन्नु, नत्र फेरि भ्रम पर्ने धर्म भने के होला भ्रम परेर अब सही धर्मलाई होइन सम्झिने, नभएको धर्मलाई हो सम्झिने, यसरी भ्रम पनि पर्छ। यसरी अल्छी नगरिकन मनलाई कमजोर नसम्झिकन, मनलाई कमजोर सम्झिनु पर्दैन भन्नुभएछ। धर्म भनेको चिज चाहिँ अनि हामी आफैमा यो धर्म भन्ने चिज चाहिँ हामी आफैमा भइरहेको भएर चाहिँ अहिले हामी एकछिन यसलाई स्मरण गर्ने हो भने चाहिँ यो धर्म चाहिँ आफै आउने हो। अब भनेपछि हामीले जिउबाट चाहिँ काटमाट गर्नु हुँदैन है भनेर अब यो धर्मको शब्द हो हामीले सुनेपछि चाहिँ हामी भित्रमा चाहिँ स्वयं चाहिँ हामी आफै चाहिँ काटमाट नगर्ने, एउटा हाम्रो स्वयं चाहिँ काटमाट कहिले पनि नगर्ने, झुटहरू कहिले पनि नबोल्ने एउटा स्वयं चाहिँ त्यही हो भन्नुभएछ बुद्धले। चाहिँ स्वयं चाहिँ काटमाट लगायत जिउबाट हुने अकुशल कर्म, झुट लगायत यो वचनबाट हुने अकुशल कर्म, मनबाट अरूलाई ईर्ष्या गर्ने लगायत यो अकुशल कर्महरू यो स्वयं चाहिँ यो नभएको, स्वयं चाहिँ अब कुशल भएको हो भन्नुपर्छ। अब यो एकछिनको लागि भ्रमले गर्दाखेरि चाहिँ अनि हामी अज्ञानले गर्दाखेरि चाहिँ काटमाट गर्ने के यस्तो बाटो बिराएर अनि इतमा गएको हो भन्नुभयो। त्यस भएर चाहिँ हाम्रो स्वयं चाहिँ अब यो स्वयं चाहिँ कुशल भएकोले गर्दाखेरि अनि अहिले हामीले चाहिँ धर्मको शब्दहरू एकछिन सुन्ने बित्तिकै अनि हामी बिम्जेर आउने जस्तो गरेर अनि यसरी थाहा हुने भएकोले गर्दाखेरि चाहिँ कमजोर मन गर्नु पर्दैन भन्नुभएछ। हाम्रो कमजोर मैले धर्म कहाँ थाहा हुन्छ, मैले धर्म थाहा हुँदैन होला भने यसरी सोच्नु पर्दैन भनेछ। किनभने चाहिँ हाम्रो स्वयं चाहिँ धर्म नै भएकोले, हाम्रो मन चाहिँ स्वयं चाहिँ धर्म नै भएकोले गर्दाखेरि अहिले एकछिनको लागि स्मरण दिनको लागि भएकोले स्मरण दिएपछि चाहिँ एकचोटिमा उसलाई होसमा आउने भएकोले गर्दाखेरि चाहिँ अनि यो कमजोर गर्नुपर्ने छैन भन्नुभएछ। कमजोर नगरिकन, भरण पनि नगरिकन अनि एकदमै मनको खुसी साथ
खुसीले है धर्म भन्ने त चिज त धेरै राम्रो हो गर्नुपर्छ यो धर्म चाहिँ गर्नुपर्छ यो जन्ममा काम लाग्ने पछिल्लो जन्ममा काम लाग्ने आफैले काम लाग्ने अरूले पनि काम लाग्ने सबैले काम लाग्ने शान्ति अघि हामी यो शब्दहरूमा गएको थियो नि धर्म भनेको चिज के हो यसरी भएको चाहिँ थाहा भएर अनि एकदमै खुसीको साथ धर्ममा लाग्न सक्नुभयो भने चाहिँ अनि यसले के गर्छ भने चाहिँ गलत नभएको सही बाटोमा लिएर गएर अनि निश्चित चाहिँ के हो भनेर हाम्रो मनमा उत्पन्न हुन सकेर चाहिँ अनि निश्चित गर्न सक्ने है अहिले निश्चित गर्न नसकेर चाहिँ अनि अकुशल कर्महरू गर्ने अनि यो धर्मको बारेमा सुन्ने सोच्ने ध्यानहरू यस्तो गर्न सकेको छैन है अनि पछि चाहिँ यो धर्ममा चाहिँ यसरी अल्छी नगर्ने कमजोर नगर्ने भ्रममा पनि नजाने एकदमै खुसीको साथ गर्न सक्यो भने चाहिँ अनि निश्चित गर्न सक्छ भन्नुभएको छ निश्चित उत्पत्ति हुन सक्छ भन्नुभएको छ अनि आजको लागि चाहिँ यहीँ राख्छु।